हेलो साथीहरू, आज खरिदार 2080 साल असोज 6 गते भएको इक्जाम सोधेको आइक्यू सोल्युसन गर्छौँ। खरिदारमा आइक्यू चाहिँ कति 20वटा सोध्छ होइन, 20वटा आइक्यू सोध्छ 2 मार्क्सको गएर 40 मार्क्सको हुन्छ आइक्यू टोटल होइन। त्यस्तै जिके कति मार्क्सको हुन्छ 30वटा हुन्छ होइन। यो चाहिँ 2 मार्क्सको भनेपछि 30 दुना 60 मार्क्स टोटल चाहिँ 100 मार्क्सको। अनि पास हुनलाई कति मार्क्स चाहियो 45 मार्क्स भएपछि पास पुग्छ। अनि पास भएपछि पुग्यो। यसको मार्क्स चाहिँ सेकेन्ड पेपरमा जोड्ने होइन, सेकेन्ड खण्डमा होइन, त्यही भएर यसमा पास भएपछि पुग्छ। यसमा 40मा अब सक्दो चाहिँ जिके के अरे आइक्यूबाट मार्क्स अलि धेरै तान्न कोसिस गर्नु। 40मा 35सम्म यहाँ 35 30देखि 32 35सम्म यहाँबाट तान्यो भने पनि यहाँबाट 10 12 के अरे 15 मार्क्स जति यताबाट तान्ने अनि यताबाट तान्ने 30 32 तान्न मजाले सकिन्छ। खरिदारमा सजिलै हुन्छ आइक्यू। ल आज चाहिँ फर्स्ट क्वेसन गरौँ है। योभन्दा पहिला चाहिँ अरू सालको पनि अपलोड छ। खरिदार सुब्बा प्रदेशतिर 4औं तह 5औं तह म्याथको पुरानो सोधेको सबै अपलोड छ, हेर्नु होला हेर्नुभएको छैन भने। आजको फर्स्ट क्वेसन के छ, निम्न मितिका फाइलहरूलाई सुरु मितिदेखि क्रमअनुसार मिलाउनुहोस् र उपयुक्त विकल्प रोज्नुहोस् होइन। फाइलिङको क्वेसन रहेको छ। 1 नम्बरमा के रहेको छ, असार 5 2019 होइन, असार 5 2019। त्यसपछि 2 नम्बरमा के छ, पुस छ, पुस 20 2018 होइन, 2018 फाइलिङ गर्नुपर्ने। 3 नम्बरमा के छ, 3 नम्बरमा कार्तिक 15 छ, कार्तिक 15 2017। 4 नम्बरमा पुस 12 2018। 5 नम्बरमा असोज 4 होइन, असोज 4 2019। अब के भनेको छ, सुरुको मितिदेखि क्रमअनुसार गर्नुहोस् होइन। सुरुको मितिदेखि गर्नु पर्यो होइन। सबभन्दा पहिला चाहिँ सुरुकोबाट गर्दा आउनु पर्यो भने चाहिँ साल हेर्नु पर्यो यसमा होइन। पहिला 19 आउँछ कि 18 कि 17 कि 18 कि 19, पहिला सबभन्दा पहिला के आउँछ 17 साल आउँछ होइन। त्यसपछि 18 साल आउँछ, के आउँछ पहिला 2017 आउँछ, त्यसपछि 2018 आउँछ होइन। त्यसपछि के आउँछ 2019 आउँछ, त्यसपछि के आउँछ 2020 आउँछ। साल चाहिँ यसरी हेर्ने। साल पनि जस्तै अब 18 सेम साल भयो भने अब त्यसपछि महिना हेर्ने। महिना पहिला के आउँछ वैशाख आउँछ होइन, त्यसपछि के आउँछ ज्येष्ठ आउँछ, त्यसपछि असाढ आउँछ, त्यसपछि साउन आउँछ होइन, भदौ गर्दै आउँछ। त्यसपछि गते हेर्ने, पहिला 1 गते आउँछ, 2 गते आउँछ, 3 गते 4 गते 5 गते पनि यसरी आउँछ होइन। त्यस्तै अब हेर्नुहोस् त, सबभन्दा पहिला चाहिँ के आउनु भयो 2017 आउनु पर्यो होइन। 2017 भनेपछि कुन छ 3 रहेछ। सबभन्दा पहिला चाहिँ के आउनु पर्यो 3 आउनु पर्यो होइन। सबभन्दा पहिला 3 आउनु पर्यो, 3 नम्बर। अब 3 भएको अप्सन चाहिँ कुन छ, एउटा मात्रै भएको त्यही लाउने। 3 भएको चाहिँ 2टा रहेछ, एउटा सी र एउटा बी होइन। बी र सी मध्ये कुनै एउटा हुन्छ। अब ए र सी हुँदैन, ए र डी हुँदैन, किन एमा 1बाट सुरु छ र डीमा 5बाट, यो ए र डी हुँदैन। बी र सी मध्ये कुनै एउटा हुन्छ होइन। अब 3 भयो, 3 पछि के हुन्छ हेर्नुहोस् त, 17 पछि 18 आउँछ, 18 दुईवटा 18 छ। अब भनेपछि 18 मा हेर्नुहोस्, महिना हेर्ने, महिना पनि पुस छ भनेपछि अब गते हेर्नु पर्यो होइन। यहाँ 12 गते छ, यहाँ 20 गते। पहिला 12 गते आउँछ कि 20 गते, पहिला 12 आउँछ त्यसपछि 20 आउँछ भनेपछि 3 पछि के हुनु पर्यो 4, 4 पछि के हुनु पर्यो 2, 3 4 2 हेर्नुहोस् त कुन छ 3 4 2 3 2 4 भनेपछि अप्सन बी रहेछ। अप्सन बी इज राइट एन्सर। पछाडि चाहिँ गर्नै परेन होइन। के हेर्ने, सबभन्दा पहिले 18 दुवैमा थियो, त्यसपछि पुस हेरेको, पुस पनि दुइटै रहेछ। त्यसपछि गते हेरेको, यसमा 20 गते, यसमा 18 के अरे 12 गते भनेपछि पहिला 12 गते आउँछ, त्यसपछि फेरि 4 नम्बरको आयो होइन, 4 नम्बरको आयो। त्यसपछि के आउँछ 20 गते आउँछ, 2 नम्बर आयो। त्यसपछि यो दुइटामा हेर्ने 19 छ होइन। त्यसपछि यो चाहिँ असाढ छ, यो चाहिँ असोज छ। पहिला असाढ आउँछ, त्यसपछि असोज आउँछ भनेपछि 2 पछि के आउनु पर्यो 1 आउनु पर्यो, त्यसपछि के आउनु पर्यो 5। यो हेर्नु त ठ्याक्कै अप्सन बीमा रहेछ, बी इज राइट एन्सर। अब हेर्नुहोस् क्वेसन नम्बर 2 मा के भनेको छ, 100 वा सोभन्दा माथिको एक सङ्ख्या लिनुहोस् होइन। सो सङ्ख्याले 1 लाई भाग गर्नुहोस्, आएको भागफलमा 1 जोड्नुहोस्, आएको योगफलको घाताङ्क सुरुको सङ्ख्या प्रयोग गरी हिसाब गर्नुहोस्, अन्तमा कुन सङ्ख्या आउँछ।
अब 1000 भन्दा माथिको सङ्ख्या आउँछ कि 100 देखि 1000 को बिचमा आउँछ कि 10 देखि 100 को बिचमा आउँछ कि 10 भन्दा कम आउँछ हैन। अब हेर्नुहोस् त 100 वा 100 भन्दा माथि कुनै एउटा सङ्ख्या लिनुहोस् हैन। जति लिँदा पनि भयो, मैले चाहिँ 100 नै लिएँ ल। 100 पनि भनेको छ, 100 वा 100 भन्दा माथि लिने भनेको छैन, म चाहिँ 100 लिएँ। अब हेर्नुहोस् त्यसपछि के भनेको छ, अब 1 लाई चाहिँ 100 ले भाग गर्दा चाहिँ कति, भागफल चाहिँ कति हुन्छ, 1 लाई 100 ले भाग गर्दा भागफल कति हुन्छ, 0 हुन्छ हैन, 0 भयो। अब 0 मा के जोड्न भनेको छ, 0 मा 1 जोड्न भनेको छ भने 0 मा 1 जोड्दा के हुन्छ, 1 हुन्छ। अब 1 को घाताङ्क गर्नु पर्यो, कुन पहिलाको सङ्ख्या भन्छ 1 को पावर 100 गर्नु पर्यो। 1 को पावर 100 भनेपछि कति हुन्छ, 1 हुन्छ हैन। भनेपछि लास्टमा रिजल्ट कति आयो, 1 आयो। 1 भनेको के छ, 10 भन्दा कम छ हैन, के छ, 10 भन्दा कम। भनेपछि अप्सन के हो, अप्सन डी इज राइट एन्सर। यो चाहिँ के हैन, 100 वा 100 भन्दा माथि भनेको छ, मैले 100 नै लिएँ हैन, 100 लिएँ। 100 मा के अरे 1 लाई 100 ले भाग गर्दा भागफल कति हुन्छ, 0 हुन्छ हैन। 1 मा चाहिँ 100 ले भाग गर्दा भागफल 0 भयो। अनि 0 मा 1 जोड्नु पर्यो हैन, 1 भयो। अब 1 को घाताङ्क चाहिँ कति लिनु पर्यो, पहिलाको नम्बर लिनु पर्यो भनेपछि 100 नै भयो। 1 को पावर 100 भनेपछि 1 आयो। 1 भनेको के हुन्छ, 10 भन्दा कम हुन्छ। भनेपछि अप्सन डी इज राइट एन्सर। 1 भनेको के हुन्छ, अप्सन 1 मा के छ, 1000 भन्दा माथि भएन, 1 आयो, के भन्छ 1000 भन्दा तल भयो। भनेपछि अप्सन ए पनि भएन। 100 र 1000 को बिचमा भनेपछि 100 र 1000 को बिचमा हैन, यो 1 छ भनेपछि 100 भन्दा कम छ, यो पनि भएन। अनि सी मा के छ, 10 र 100 को बिचमा, यो 1 छ भने 10 भन्दा पनि कम छ, यहाँ पनि परेन। भनेपछि 10 भन्दा कम, भनेपछि अप्सन डी इज राइट एन्सर, 10 भन्दा कम भयो। हेर्दा अलि गाह्रो जस्तो छ हैन क्वेसन, तर एकदम सजिलो छ हैन, एकदम सजिलो, बुझेर गऱ्यो भने एकदम सजिलो। अब क्वेसन नम्बर 3 मा के भनेको छ, एउटा सिरिज रहेको छ हैन। दिएको सिरिजलाई पूरा गर्न प्रश्न चिन्ह भएको ठाउँमा कुन विकल्प उपयुक्त हुन्छ, 6, 13, 28, 59 वाटको ठाउँमा के हुन्छ, ए मा 111, बी मा 122, सी मा 126, डी मा 128। अब हेर्नुहोस् त के छ, 6, 13, 28, 59, त्यसपछि वाट हैन। अब हेर्नुहोस् त कसरी गर्ने, यो चाहिँ के छ, सिरिजको रहेको छ हैन। सबै चाहिँ के छ, बढ्दै बढ्दै गएको छ हैन। 6 बाट 13 पनि बढ्यो, 13 बाट 28 पनि बढ्यो, तर धेरै बढिरहेछ हैन। अब भनेपछि गुणातिर जाम त कति हुन्छ, 6 मा 2 ले गुणा गर्नुहोस् त कति हुन्छ, 6 दुना 12, अनि प्लस 1 गर्दा कति हुन्छ, 13 हुन्छ हैन। अनि 13 मा फेरि 2 ले गुणा गर्नुहोस् त, 13 दुना 26, अनि 26 मा 2 जोडेर के हुन्छ, 28। अब 28 मा 2 ले गुणा गर्नुहोस् त फेरि 28 दुना कति हुन्छ, 56, 56 मा 3 जोडेपछि कति हुन्छ, 59। के भयो, गुणे 2 सबैमा भयो, यहाँ 1 ले बढ्यो, यहाँ 2, यहाँ 3, भनेपछि यहाँ 4 गर्नु पर्यो। के गर्नु पर्यो, यहाँ पहिला गुणे 2 गर्नु पर्यो, त्यसपछि प्लस 4 गर्नु पर्यो हैन। भनेपछि 59 गुणे 2 कति हुन्छ, 59 गुणे 2 भनेपछि 118 हैन। 118, 118 मा 4 जोडेपछि कति हुन्छ, 122। 122 भनेपछि कुन भयो, अप्सन बी इज राइट एन्सर, 122 आयो। के भयो, 6 मा 13 भनेपछि 6 पहिला के गर्ने, 6 गुणे 2 गर्ने हैन। 6 गुणे 2 भनेपछि कति आयो, 12 आयो। 12 मा प्लस 1 गरेपछि कति आयो, 13 आयो। त्यस्तै 28 मा फेरि 2 ले गुणा गर्नुहोस् त कति आउँछ, 28 दुना 56 हैन, सरी 13 दुना 13, पहिला त्यसपछि 13 मा 2 ले गुणा गर्नुहोस् हैन। 13 मा 2 ले 13 दुना 26, अनि 26 मा 2 जोड्नुहोस् त कति आयो, 26 2 28, ठ्याक्कै 28 से मिल्यो हैन। अब फेरि के गर्नुहोस्, 28 मा 2 ले गुणा गर्नुहोस्, 28 दुना 56, 56 मा 3 जोड्नुहोस् त कति आउँछ, ठ्याक्कै 59 आयो हैन। 59 गुणे 4 गर्नुहोस्, त्यस्तै के अरे 59 गुणा 2 प्लस 4, गुणे 2 सबैमा गर्ने, तल चाहिँ प्लस 1 प्लस 2 प्लस 3 प्लस 4। त्यसपछि नेक्स्ट भनेको भयो गुणे 2 प्लस 5, गुणे 2 प्लस 6 हुँदै जान्थ्यो। अब क्वेसन नम्बर 4 मा के भनेको छ, 2 भन्दा बढी स्वर वर्ण भएको विकल्प कुन हो। अब हेर्नुहोस्, अब स्वर वर्ण व्यञ्जन वर्ण चिन्नु पर्यो हैन। अब हेर्नुहोस्, अब ए बी सी अनि डी मा के भनेको छ, माथिको सबैमा छ। अब भनेपछि दुईटा हेर्ने, दुईटामा आयो भने ठ्याक्कै माथिको सबै लाउने हैन। अब अप्सन ए मा हेर्नुहोस् त के छ, कुन कुन स्वर वर्ण छ हैन, के अरे व्यञ्जन कुन कुन छ, स्वर वर्ण अप्सन ए मा चाहिँ कुन कुन छ, अ आ इ हरू हुन्छ स्वर वर्ण हैन। अब हेर्नुहोस् त के कति छ, ज म ज न प न ख छैन, अ छ हैन, एउटा अ आयो,
त्यसपछि ब पनि छैन, कच पनि, स ल थ उ एउटा आयो होइन, उ आयो। त्यसपछि कहाँ गयो, उ आयो थियो, ब द म प छ इ आयो होइन, इ आयो, इ आयो। इ पछि के छ, ल य ख य छैन, यसमा 3टा आयो होइन, 2भन्दा धेरै आयो, एउटामा ए आयो। अब बीमा हेर्नुहोस् त, बीमा कुन कुन छ, बीमा हेर्नुहोस् त, ज म ज न प न ख अ एउटा अ छ होइन, अ छ। त्यसपछि व क स ल थ च ब द म प छ इ आयो फेरि होइन, इ आयो। य ल ख य यसमा 3वटा भयो, यसमा चाहिँ के भयो, 2वटा भयो। त्यसपछि 3 नम्बरमा हेर्नुहोस् त, विकल्प अप्सन सीमा कतिवटा आउँदो रहेछ, ज म ज न प न ख अ आयो होइन, एउटा अ आयो। त्यसपछि ब क स ल थ उ पनि आयो होइन, उ, ब द म स छ ह ल य प ख य भनेपछि 2 आयो होइन। अब के भनेको छ, अब हेर्नुहोस् क्वेसनमा के भनेको छ, 2 वा 2भन्दा बढी भन्छ, 2 या 2भन्दा बढी भन्छ, 3टैमा छ भने अप्सन डी इज राइट एन्सर, सबैमा छ। 2भन्दा मात्रै बढी भनेको भए एउटा मात्रै हुन्छ, अप्सन ए इज राइट हुन्छ होइन, ए इज राइट एन्सर हुन्छ। तर के भनेको छ, 2 वा 2भन्दा बढी भनेको छ, त्यही भएर 1 बी सी 3टै भयो, यसमा 2 2 3 भनेपछि 3टै भयो, 3टैमा छ भनेपछि अप्सन डी इज राइट एन्सर। माथिको सबै स्वर्णमान व्यञ्जनमान चिन्न जानु पऱ्यो होइन, अ आ इ सबै मजाले हेर्ने, क्वेसन एकचोटि मजाले गर्ने, यो चाहिँ एकदम सजिलो छ, तर मिस्टेक हुने चान्स पनि धेरै हुन्छ। अब नेक्स्ट क्वेसन के भनेको छ, औसतको छ होइन, 3 सङ्ख्याको औसत 19 हुन्छ, यी सङ्ख्याहरूमध्ये 2 सङ्ख्याको औसत 24 हुन्छ भने तेस्रो सङ्ख्या कुन हो, अप्सन एमा 8, बीमा 9, सीमा 10, डीमा 11 होइन। अब हेर्नु कसरी गर्ने, 3 सङ्ख्याको औसत कति छ, 3 सङ्ख्याको औसत कति छ, 19 छ होइन, अनि 2 सङ्ख्याको औसत कति छ, 24 छ भनेपछि थर्ड सङ्ख्या निकाल्नु पऱ्यो। अनि थर्ड यसमा निकाल्ने फर्मुला के छ, थर्ड सङ्ख्या निकाल्ने, 3टाको औसत 3 गुणे 19 गर्ने, 3 गुणे 19 माइनस 2 गुणे 24 गर्ने, यो 2 गुणे 24 गर्ने, 19 तिर कति भयो, 57 माइनस 24 गुणे 48 भनेपछि 57 माइनस 48 भनेपछि 9, 9 भनेपछि कुन छ, अप्सन बी इज राइट एन्सर। यसरी गर्ने, कुनै पनि 3टा सङ्ख्याको औसत 19 भयो भनेपछि 3 गुणे 19 गर्ने, अनि 2टा सङ्ख्या भनेपछि 2 गुणे 24 गर्ने भनेपछि 57 गुणे माइनस 48 भनेपछि अप्सन 9, के अरे एन्सर 9 इज राइट एन्सर। यो चाहिँ यसरी गर्ने। नेक्स्ट क्वेसन के छ, कोडिङ डिकोडिङको नेक्स्ट क्वेसन रहेको छ होइन, यदि कुनै कोड भाषामा COULDलाई BNTKC र MARGINलाई LZQFHM लेखिन्छ भने त्यही कोड भाषामा MOULDINGलाई कसरी लेखिन्छ होइन। अप्सन ए बी सी डी 4टै दिएको छ। अब हेर्नुहोस् त कसरी गर्ने, के छ, COULDलाई के लेखिन्छ, COULD लाई के लेखिन्छ, BNTKC होइन, के अनि सी। अब हेर्नुहोस् त के भएको छ, अब सीबाट बी भयो भने चाहिँ के गयो, -1 होइन, ओबाट एन भनेपछि -1, बीबाट के अरे युबाट टी भनेपछि -1, एलबाट के भनेपछि -1, अनि डीबाट सी भनेपछि -1, सबैमा 1 1 घटेको छ होइन। त्यसै गरी के निकाल्नु पर्ने छ होइन। अब मार्जिनको पनि हेर्नुहोस् त, मार्जिनको के छ, MARGIN, मार्जिनको चाहिँ के छ, एमबाट के आएको छ, एल आएको छ होइन, एमबाट एल आएको छ, त्यसपछि एबाट के आएको छ, जेड आएको छ, त्यसपछि आरबाट के आएको छ, क्यु आएको छ, त्यसपछि जीबाट के आएको छ, एफ, आईबाट एच, अनि एनबाट एम। अब हेर्नुहोस् 1 1 घटेको छ, एमबाट एल 1 घट्यो, जेड एबाट जेड भनेपछि 1 तल गयो नि त, -1 जेड भयो, सबैमा 1 1 घटेको छ तल। त्यस्तै के को निकाल्नु पर्ने, MOULDING होइन। अब एमको के हुन्छ, एमबाट 1 तल झऱ्यो भने के हुन्छ, एल हुन्छ होइन, ओको के हुन्छ, एन हुन्छ,
युको के हुन्छ टी हुन्छ, त्यस्तै एलको के हुन्छ के हुन्छ, डीको के हुन्छ सी हुन्छ, आईको के हुन्छ एच हुन्छ, एनको के हुन्छ एम हुन्छ, अनि जीको के हुन्छ एफ हुन्छ हैन। यो भनेको कुन छ LNTKCHMF भनेको अप्सन सी इज राइट एन्सर, सीमा रहेछ। सबै के छ एक 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 घटेको छ। अब नेक्स्ट क्वेसन के भनेको छ तल दिएको चित्रमा त्रिभुजको संख्या कति हो। त्रिभुजको चाहिँ काउन्टिङ गर्नु पर्यो हैन। अब हेर्नुस् त कस्तो छ फिगर चाहिँ यो भयो हैन। त्यसपछि यहाँदेखि यहाँसम्म कनेक्टेड एउटा लाइन, त्यसपछि यहाँदेखि यहाँसम्म, यहाँदेखि यहाँसम्म, त्यसपछि यो कनेक्ट हुनु पर्यो हैन। यो दुईटा पनि कनेक्टेड छ। त्यसपछि यहाँबाट यस्तो छ, यहाँबाट यस्तो छ, त्यसपछि यो चाहिँ सिधा आएको छ। यो त यतैसम्म गएको छ, यो यस्तो छ हैन। यसमा चाहिँ कतिवटा निकाल्नु पर्यो। अब हेर्नुस् त कसरी निकाल्ने। यो 1 2 3वटा भयो हैन, टोटल 3वटा यहाँ भयो। त्यस्तै 1 2 3 3 3 6वटा भयो हैन, 3 + 3 6वटा भयो। त्यस्तै यहाँ हेर्नुस् त 1 हैन 2 अनि यो टोटल हैन, अनि त्यो गरेर 3वटा यहाँ आयो, फेरि 3वटा आयो, अनि यहाँ पनि 1 2 अनि यो दुईटा मिलाएर 3, फेरि 3 यहाँ पनि आयो हैन। टोटल कति आयो 3 चौका 12 आयो। यहीँबाट आइसक्यो 12 हैन। 12 चाहिँ केबाट आइसक्यो त्यहीँबाट आइसक्यो 12। त्यसपछि हेर्नुस् यो चाहिँ के छ, यो ठुलो छ एउटा रेक्ट्याङ्गल भयो हैन, अथवा स्क्वायर भयो, रेक्ट्याङ्गल अथवा स्क्वायर भयो। त्यसपछि के छ यो डायगोनलले यसलाई काटेको छ विकर्णले। यहाँबाट कतिवटा आउँछ 4 × 2 भनेपछि यहाँबाट 8वटा आउँछ हैन। 8वटा यहाँबाट आयो भनेपछि कति भयो 3 × 6 × 9 चौका 12 8 20वटा, टोटल 20वटा ट्रायंगल भयो। 20वटा ट्रायंगल भनेपछि कुन छ अप्सन सी इज राइट एन्सर हैन। टोटल कतिवटा 20 भयो, यहाँ 3 यहाँ 3 यहाँ 3 यहाँ 3 गरेर 4 3 3 आयो 8। त्यसपछि यो एउटा ट्रायंगलको यो एउटा विकर्णले काटेको 8 आउँछ भनेपछि यो गरेर टोटल 20वटा। अनि नेक्स्ट क्वेसन के भनेको छ रमेश शिवको भाइ हो, मदन रमेशको बुबा हो, जितेन्द्र प्रियांशुको भाइ हो र प्रियांशु शिवकी छोरी हुन्। अविरल यी केटाको के अरे यी सबैको टाढाको नातेदार हो। अब जितेन्द्रको काका को हो निकाल्नु पर्यो हैन। यो ब्लड रिलेसनमा को रहेछ। अप्सन एमा शिव, बीमा रमेश, सीमा मदन, डीमा अविरल हैन। अब हेर्नुस् कसरी गर्ने। के भन्नु छ भन्दा पहिला रमेश र शिव भाइ हो हैन, भनेपछि शिव र रमेश चाहिँ के भयो दाजुभाइ भयो हैन। शिव र रमेश के भयो, यहाँ चाहिँ शिव भयो र यहाँ चाहिँ के भयो रमेश हैन। शिव र रमेश के भयो दाजुभाइ भयो भनेपछि एउटै लाइनमै पर्ने भयो, शिव र रमेश दाजुभाइ भयो। त्यसपछि मदन के छ रमेशको बुबा, मदन चाहिँ के छ रमेशको बुवा, बुवा भनेपछि माथितिर गयो बुवा हैन। मदन के भयो के अरे बुवा भनेपछि त यता लेख्नु पर्यो नि त, को भयो मदन भयो हैन। मदन चाहिँ के भयो बुवा भयो। त्यसपछि के भनेको छ जितेन्द्र चाहिँ के हो प्रियांशुको भाइ हो हैन। जितेन्द्र प्रियांशुको भाइ हो। अहिले चाहिँ थाहा छैन प्रियांशु चाहिँ के छ भनेर। त्यसपछि प्रियांशु चाहिँ के हो शिवकी छोरी, शिवकी छोरी भनेपछि छोरी भनेपछि तलतिर हैन। शिव के अरे प्रियांशु के अरे प्रियांशु चाहिँ शिवकी छोरी हैन, भनेपछि प्रियांशु चाहिँ शिवकी छोरी भनेपछि यहाँ प्रियांशु भनेपछि के आयो छोरी हैन, शिवकी छोरी प्रियांशु। त्यसपछि के भन्छ प्रियांशी के अरे जितेन्द्र चाहिँ के छ प्रियांशुको भाइ भनेपछि यतातिर आयो जितेन्द्र हैन। जितेन्द्र चाहिँ भाइ भयो हैन, यो पनि भाइ नै हो हैन, दुईटै भाइ छ। त्यसपछि के भनेको छ त्यसपछि अविरल चाहिँ को यी सबैको टाढाको नातेदार हो। अविरल चाहिँ सबैको टाढाको नातेदार हो भने जितेन्द्रको काका को हो। जितेन्द्रको के भयो जितेन्द्रको काका को हो। अब हेर्नुस् त जितेन्द्रको बुबा चाहिँ को हो शिव हैन। जितेन्द्रको बुबा चाहिँ को भयो शिव भयो हैन, किनभने जितेन्द्र र प्रियांशु चाहिँ भाइ हो हैन, भाइ बहिनी हो। त्यसै जितेन्द्रको प्रियांशुको बुबा चाहिँ शिव, त्यस्तै जितेन्द्रको बुबा पनि शिव होइन हैन। अनि शिवको भाइ चाहिँ को रमेश भनेपछि बुवाको भाइ चाहिँ को भयो काका भनेपछि जितेन्द्रको काका चाहिँ को भयो रमेश भनेपछि कुन छ
अप्सन बी इज राइट एन्सर हैन। ठ्याक्कै जितेन्द्रको बुवा चाहिँ को भयो? रमेश भयो हैन। अब नेक्स्ट क्वेसन के भनेको छ, तल दिएका शब्दहरूमा कुन शब्दहरू भन्दा फरक छ हैन। एक नम्बरमा के छ भेरिफाई, दुई नम्बरमा कन्फर्म, सीमा ऑथेन्टिक के रे ऑथेन्टिकेट अनि डीमा आस्क हैन। एमा के छ भेरिफाई, भेरिफाई मिन्स के हुन्छ प्रमाणित गर्नु हैन, प्रमाणित गर्नु। त्यसै दुई नम्बरमा के छ बीमा कन्फर्म हैन, सीओएन कन्फर्म छ भने चाहिँ के हुन्छ पुष्टि गर्नु हैन। सी नम्बरमा के छ ऑथेन्टिक के हैन, के हुन्छ प्रमाणीकरण, प्रमाणीकरण। अनि डी नम्बरमा के छ आस्क, आस्क भने के छ सोध्नु हैन। अब हेर्नुस् त यो प्रमाणित गर्नु, यो पुष्टि गर्नु, यो प्रमाणीकरण, यो तीनटै त एउटै शब्द हैन, एउटै यो सिमिलर शब्द हुन्छ, समानार्थी शब्द हैन, सिमिलर शब्द भनेपछि यो चाहिँ के भयो फरक भयो अरू भन्दा हैन। आस्क भन्छ के भयो फरक भयो, प्रमाणित गर्नु, पुष्टि गर्नु, प्रमाणीकरण एउटै हैन। अनि आस्क भनेको सोध्नु भन्छ यो फरक अलि भयो भन्छ अप्सन डी इज राइट एन्सर। अब नेक्स्ट क्वेसन के भनेको छ, एकजना मानिस उसको घरबाट दक्षिण पश्चिम दिशातर्फ हिँड्न थाल्छ, विकल्पमा दिएका मध्ये कुन अवस्थामा ऊ घुम्ने हो भने उसलाई उसको घरबाट दक्षिण पूर्वमा पुग्न सहयोग हुन्छ हैन। एमा बायाँतर्फ के रे बायाँ हाततर्फ, दायाँ हाततर्फ अनि दायाँ हाततर्फ हैन। अब हेर्नुस् त यो सबै अप्सनहरू दिएको छ ए बी सी डी हैन। अब यो सबभन्दा पहिला चाहिँ यता चाहिँ के हुन्छ उत्तर हुन्छ हैन, माथितिर यता भनेको पूर्व हुन्छ, यता भनेको दक्षिण हुन्छ, यो भनेको पश्चिम भयो हैन। अब हेर्नुस् त के भनेको छ, पहिला के भनेको छ एकजना मानिस आफ्नो घरबाट दक्षिण पश्चिम भनेपछि कता यतातिर गयो हैन, यतातिर गयो दक्षिण पश्चिम, उसको घर यहाँ रहेछ हैन, घरबाट यतातर्फ गयो। त्यसपछि घरतर्फ हिँड्न थाल्छ। विकल्पहरूमध्ये अब मानुस् त्यो चाहिँ अप्सन एमा हेर्नुस् त, अप्सन एमा के भनेको छ ऊ चाहिँ अप्सन एबाट हेर्नु दायाँ हाततर्फ जान्छ हैन। दायाँ हात भनेपछि राइटतर्फ जान्छ, राइट भने कतातिर भयो यतातिर भयो हैन, यतातिर भयो भनेपछि यतातिर कति गयो यतातिर गयो। त्यसपछि फेरि के गयो फेरि दायाँ गयो हैन, दायाँ गयो। त्यसपछि के भनेको छ दायाँ हाततर्फ फेरि दायाँ हाततर्फ गयो हैन, भनेपछि यतातिर आयो भनेपछि कुन दिशातर्फ भयो यतातिर भयो, यतातिर भनेपछि के भयो दक्षिण पूर्व भयो हैन। तर के भनेको छ क्वेसनमा आफ्नो घरबाट दक्षिण पूर्व, तर आफ्नो घरबाट कुन दिशामा भयो आफ्नो घरबाट यतातिर भयो हैन, यतातिर भनेपछि के हुन्छ उत्तर पूर्व। तर यो त्यही भएर यो अप्सन ए चाहिँ भएन, अप्सन बीमा हेर्नुस्। अब बीमा हेर्नुस्, त्यस्तै बीमा पनि हेर्नुस्, सीमा पनि हेर्नु, सबै हेर्ने त्यस्तै हैन। यो यहाँबाट यतातिर आयो, त्यसपछि के बायाँ भनेपछि लेफ्टतिर जाने भनेपछि यतातिर गयो हैन, यतातिर गयो। त्यसपछि बायाँ फेरि बायाँ भनेपछि फेरि यतातिर गयो हैन। त्यसपछि के भनेको छ फेरि बायाँ भनेछ, फेरि बायाँ भनेपछि यतातिर गयो हैन, यतातिर भएपछि यहाँबाट कुन दिशातर्फ गयो फेरि यतातिर गयो हैन, उत्तर पूर्वतर्फ गयो। यो पनि मिलेन, बी पनि मिलेन हैन। अब सी तर्फ हेर्नु पर्यो, अप्सन सीमा हेर्नु पर्यो हैन। त्यस्तै सबैमा हेर्ने कहाँ अब के भनेको छ दक्षिण पूर्वमा जानु पर्यो हैन। अब फेरि हेर्नुस् फेरि यतातिर गयो भनेपछि अब कुनतर्फ गयो दायाँ भनेपछि राइटतर्फ यतातिर गयो। त्यसपछि बायाँ गयो, बायाँ भनेपछि तल्लोतर्फ गयो, फेरि बायाँ भनेपछि यतातर्फ गयो भनेपछि यो त कता छ केही थाहा छैन हैन। यहाँतर्फ यताबाट रह्यो, यता भनेपछि दक्षिण पश्चिमतर्फ भयो हैन, यो भन्ने कतै भयो दक्षिण पश्चिम भयो, त्यही भएर यो पनि भएन भनेपछि अप्सन डी चाहिँ हुनै पर्छ हैन, अप्सन डीमा। तर सबैको अप्सन ए बी तिरै हुन्छ, डीसम्म पुग्नै पर्दैन। अप्सन डीसम्म पुग्नु भनेको अरू क्वेसनहरू इजी सोध्छ। ल यहाँबाट बायाँ गयो, बायाँ भनेपछि कतातर्फ गयो यतातर्फ गयो हैन, लेफ्टतिर गयो। त्यसपछि के भनेको छ फेरि बायाँतर्फ गयो हैन, फेरि बायाँतर्फ भनेपछि यतातिर गयो।
त्यसपछि के भन्छ दायाँतर्फ भन्छ, दायाँ भन्छ राइटतिर गयो, यतातिर गयो भनेपछि यहाँबाट हेर्नुहोस् त, यहाँबाट कहाँतर्फ गएपछि यता गएको छ, यता भनेपछि कुन त दक्षिण पूर्व गएको छ भनेपछि अप्सन ठ्याक्कै मिल्यो भनेपछि डी चाहिँ राइट एन्सर। अब मेट्रिक्सको क्वेसन रहेको छ, के छ 9 5 57 29 हैन, के छ 9 5 57 29, त्यसपछि 11 12 85 48 हैन, त्यस्तै के छ 8 17 वाट 57। अप्सन ए मा कति छ 66, बी मा 48, सी मा 24 र डी मा 20। अब हेर्नुहोस् त कसरी गर्ने। अब यसमा हेर्नुहोस् त यो दुईटा यो तीनटा छ हैन, यो बीचको बढेको छ, फेरि यहाँ यो तीनटै भन्दा यो अलि बढी छ भनेपछि यो दुईटा र तीनटा मध्ये केही गरेर बीचको आउनु पर्ने हैन। अब हेर्नुहोस् त 9, अब हेर्नुहोस् त यो के गर्नु पर्यो 9 को स्क्वायर प्लस 5 गर्नुहोस् त कति आउँछ 9 स्क्वायर प्लस 5 भनेपछि कति भयो 9 स्क्वायर भनेपछि 81 प्लस 5 भनेपछि 86 हैन। भनेपछि अब यो दुईटालाई एड गरेर पनि 86 हुनु पर्यो हैन, 86 हुन्छ है। 96 इक्वल टु 86 भनेपछि यो यसको स्क्वायर प्लस यो इक्वल टु यो प्लस यो भयो हैन। त्यस्तै यसको स्क्वायर प्लस यो गर्नुहोस् 11 स्क्वायर प्लस 12, 11 को स्क्वायर भनेपछि 121 प्लस 12 भनेपछि कति आयो 133 हैन। र यो दुईटाको एड पनि कति हुन्छ, यो दुईटाको एड 85 प्लस 48, 85 प्लस 48 भनेपछि 8 5 13 को 3 हातमा 1, 8 4 12 1 13 133 ठ्याक्कै मिल्यो हैन। त्यस्तै यसमा पनि यस्तै गर्नु पर्यो। अब हेर्नुहोस् त 8 स्क्वायर प्लस 17 गर्नु पर्यो, 8 स्क्वायर भनेपछि 64 प्लस 17 हैन, 64 प्लस 17 भनेपछि 7 4 11, 7 4 11 1 हातमा 1 6 1 7 1 8 81 भयो हैन, 81 भयो। त्यस्तै यो दुईटाको एड पनि 81 हुनु पर्यो हैन, 57 प्लस समथिङ x इक्वल टु 81 भयो हैन। भनेपछि x इक्वल टु कति भयो 81 माइनस 57 भनेपछि कति हुन्छ ठ्याक्कै 24, 24 भनेपछि कुन रहेछ अप्सन सी इज राइट एन्सर। के भयो s को स्क्वायर प्लस यो इक्वल टु यो दुईटाको सम भयो, त्यस्तै s को स्क्वायर प्लस यो इक्वल टु यो दुईटाको सम भयो हैन। त्यस्तै s को स्क्वायर प्लस यो इक्वल टु यो दुईटाको सम। यो अलि गाह्रो खालको रहेछ क्वेसन हैन, ठ्याक्कै त्यतिखेर दिमाग नलाग्न सक्छ यो क्वेसनमा। अब नेक्स्ट क्वेसन के भनेको छ कुनै एउटा कार्यालयमा दरखास्त दिएका उम्मेदवारहरूको विवरण निम्न तालिका अनुसार रहेको छ। सिरियल नम्बर, नाम, जन्ममिति र शैक्षिक योग्यता दिएको छ हैन। अब उल्लेखित नामहरूलाई वर्णक्रम अनुसार फाइलिङ गर्ने हो भने नामहरूको क्रम कुन अनुसार नामहरूलाई फाइलिङ गर्नु पर्यो। कहिलेकाहीँ जन्ममितिलाई फाइलिङ गर्न भन्न सक्छ हैन। अब नामहरू गर्नु पर्यो। सबभन्दा पहिला के रहेछ सृजना सिंह, त्यसपछि सृजना श्रेष्ठ, सृजना शर्मा हैन, सृजना शिल्पाकर हैन। अब हेर्नुहोस् त सबैको चाहिँ सृजना सबैमा रहेछ हैन, SRIJAN सृजना, SINGH सिंह, त्यसपछि सृजना श्रेष्ठ, सृजना श्रेष्ठ, त्यसपछि सृजना शर्मा, सृजना शर्मा, त्यसपछि यो हल्का फरक सृजना भयो हैन। अब नाम अनुसार फाइलिङ गर्नु पर्यो सबैको। अब हेर्नुहोस् त SRI यहाँ छ, SRI के अरे SRI SHR रहेछ हैन, SR अनि सबभन्दा पहिला चाहिँ के आउनु भयो यो आउनु भयो हैन, 4 नम्बर चाहिँ पहिला आउनु भयो। अब 4 बाट सुरु हुने चाहिँ कुन छ अप्सन हेर्नुहोस् त 4 बाट सुरु हुने अप्सन एउटा मात्र रहेछ, अप्सन डी रहेछ। त्यही भएर अप्सन डी इज राइट एन्सर। अरु कुनै हेर्नै पर्दैन एक्जाममा। अरु सबै कुनमा छ अप्सन ए चाहिँ 1 बाट सुरु छ, बी चाहिँ 3 बाट, सी पनि 3 बाट, डी चाहिँ 4 बाट, भने 4 बाट एउटा मात्र छ, त्यही भएर यो भयो। अब हेर्नुहोस् त्यसपछि के हेर्ने सृजना सबैमा सेम छ, यस सेम छ, आई यस हैन, पहिला यस आउँछ त्यसपछि आई आउँछ हैन।
त्यसपछि एच पछि के भयो ए हैन यहाँ पनि आर यो रहेछ एसआइआरआई हैन सिरिजेना रहेछ एसआइआरआई। अब हेर्नुहोस् यस एच पछि यहाँ यो आउने भयो 2 हैन 4 पछि 2 आउने भयो त्यसपछि 3 आउने भयो त्यसपछि 1 आउने भयो हैन त्यही भएर अप्सन डी इज राइट एन्सर। अब नेक्स्ट क्वेसन के भनेको छ विकल्प एक्स को अब कुन स्थानमा हुन्छ हैन। अब हेर्नुहोस् त अब कुन यहाँ आउँछ त्यसले गर्नु पर्यो कस्तो रहेछ ट्याक्कै एउटा यो भयो त्यसपछि यो भयो त्यसपछि यो भयो त्यसपछि यस्तो छ यहाँ कर्नरतिर यस्तो छ हैन यहाँ पनि यस्तो छ यहाँ कर्नरतिर सिधा यसको ठ्याक्कै यस्तो यस्तो छ लाइन। त्यसपछि के छ यहाँदेखि यहाँसम्म चाहिँ एउटा लाइनिङ छ हैन यो सेन्टर भएर गएको लाइनिङ यहाँदेखि यहाँसम्म ठिक छ। त्यसपछि यहाँदेखि हल्का बाङ्गो यस्तो आएको छ यस्तो त्यसपछि यहाँदेखि पनि यहाँ एउटा आएको छ यहाँदेखि यहाँ आएको छ त्यसपछि यस्तो त्यसपछि सिधा यहाँ गयो अनि यहाँबाट फेरि एउटा बाङ्गो लाइन आउनु पर्यो भनेपछि के अब आउनु पर्यो हेर्नुहोस् त यहाँबाट एउटा यस्तो जानु पर्यो नि सिधा पहिला यो आउनु पर्यो यहाँ एउटा यस्तो हुनु पर्यो यतातिर भनेपछि यो यहाँसम्म जानु पर्यो हैन त्यसपछि यो यस्तो हुनु पर्यो त्यसपछि यो चाहिँ यहाँ चाहिँ सिधा आउनु पर्यो भनेपछि कस्तो चित्र आउनु पर्यो यो पार्ट मिसिङ छ हैन भनेपछि पहिला यो आउनु पर्यो माथिको पहिला एउटा स्क्वायर चाहिँ एउटा बनाऊँ सानो ल यो स्क्वायर भयो हैन यो एउटा बक्स भयो बक्समा माथितिर गर्नु पर्यो त्यसपछि यहाँ गर्नु पर्यो हैन यता साइडमा यस्तो आउनु पर्यो त्यसपछि यहाँबाट के हुनु पर्यो यहाँबाट यस्ता कुनामा यस्तो गएको हुनु पर्यो हैन त्यसपछि यहाँबाट यस्तो गएको हुनु पर्यो त्यसपछि यहाँबाट यस्तो हुनु पर्यो यस्तो भनेपछि कुन छ हेर्नुहोस् त यस्तो भनेपछि ठ्याक्कै अप्सन एमा चाहिँ यो चाहिँ यतापट्टि छ हुँदैन बीमा पनि यतैपट्टि छ हुँदैन सीमा चाहिँ रहेछ एउटा मात्रै अप्सन सी इज राइट एन्सर सी इज राइट एन्सर भयो। अब नेक्स्ट क्वेसन के भनेको छ 14 र 49 बीच जस्तै सम्बन्ध भएको तलका मध्ये कुन विकल्प हो पत्ता लगाउनुहोस् हैन। अब हेर्नुहोस् त 14 को चाहिँ 49 कसरी भयो त्यो चाहिँ पहिला पत्ता लगाउनु पर्यो हैन। अब धेरैजना के हुन्छ 14 मा 2 ले डिभाइड गर्नुस् कति आयो 7 7 को स्क्वायर गर्नुस् 49 भयो हैन यस्तो। अब त्यस्तो चाहिँ भनेपछि यतातिर स्क्वायर नम्बर आउनु पर्यो हैन यतातिर स्क्वायर नम्बर भएको अप्सन चाहिँ कुनै पनि छैन 182 पनि छैन 27 पनि छैन 30 पनि छैन 125 पनि छैन। यति भएपछि अब धेरैलाई अब कुन हुन्छ भन्दै आतिर एक्जाममा छोड्न सक्छ हैन मिस्टेक हुन सक्छ त्यही भएर यस्तो आयो भने बरु छोड्ने तपाईँ पनि छोड्ने लास्टमा टाइम बच्यो भने गर्ने हैन। अब हेर्नुहोस् त के गर्ने 14 खासमा के गर्यो 14 को 7 को स्क्वायर गरेको हैन भनेपछि यसलाई 7/2 गर्दा हुँदैन 7/2 भनेपछि 2 ले 2 कट्यो हैन 2 ले 2 के अरे 2 र 14 ले कति चोटि गयो 7 चोटि अनि 7 7 49 भयो हैन। त्यस्तै अब अप्सन सबैमा त्यस्तै गर्नुस् 52 छ अप्सन कति छ 52 र 182 भनेपछि 52 गुणे 7/2 गर्नुस् सबैमा 7/2 ले मल्टिप्लाई गर्नु पर्यो भनेपछि 2 ले मल्टिप्लाई गर्दा कति हुन्छ 27 दुना के अरे 26 दुना 52 हैन 26 7 कति हुन्छ 7 छक 42 के 2 हातमा 4 7 दुना 14 2 सरी 14 4 18 भनेपछि ठ्याक्कै मिल्यो भनेपछि हेर्नुहोस् त 52 र 182 को अप्सन भयो भनेपछि अप्सन ए इज राइट एन्सर। कहिलेकाहीँ यस्तो पनि सोच्नुपर्छ जस्तै यसको स्क्वायर मिलेन भने 14 गुणे 7/2 गर्ने 49 आयो त्यस्तै 52 गुणे 7/2 गर्ने ठ्याक्कै भयो हैन भनेपछि यो चाहिँ कुन लजिकमा रहेछ x गुणे 7/2 रहेछ हैन यो लजिकमा रहेछ यहाँ जति छ त्यति गुणे x/2 गर्छ के 7/2 गरेपछि यताको आउँदो रहेछ। अब नेक्स्ट क्वेसन के भनेको छ यदि साल्टलाई कुनै कोड भाषामा TMBS लेखिन्छ भने सोही कोड भाषामा सुगरलाई के लेखिन्छ कोडिङ डिकोडिङको यो दोस्रो क्वेसन भयो हैन सोध्छ कहिलेकाहीँ दुईटा पनि सोध्छ एउटा त 100% सोध्छ कहिलेकाहीँ दुईटा पनि सोध्छ हैन। अब हेर्नुहोस् त के भनेको छ SALT साल्टले के लेखिन्छ TMBS हैन। अब हेर्नुहोस् त
के भएको छ साल्टलाई यस्तो लेख्ने भयो हैन। अब हेर्नुस् के छ साल्टलाई चाहिँ अब यस्तो गर्नु साल्टलाई रिभर्स गर्नुस् त कति हुन्छ यस ए यल टी साल्ट हैन। त्यसलाई के गर्ने रिभर्स गर्ने भने के हुन्छ टी यल ए यस हैन टी यल ए एस। अब टी लाई चाहिँ टी नै राख्ने फर्स्टलाई फर्स्टमै छ हैन टी भयो। यललाई के गर्ने प्लस ए गरेपछि के हुन्छ यल पछि यम हुन्छ। त्यस ए लाई प्लस 1 गरेपछि के हुन्छ बी हुन्छ हैन ए प्लस बी। अनि यसलाई पनि फिक्स राख्ने भनेपछि सुरु र अन्तको फिक्स राख्ने सेम टु सेम त्यही सार्ने बीचकोलाई 1 ले एड गर्ने हैन। यदि पहिला रिभर्समा लेख्ने त्यसपछि यसलाई सुरु र अन्तको चाहिँ त्यस्तै राख्ने अनि बीचकोलाई के गर्ने रिभर्स गर्ने के रे प्लस 1 गर्ने हैन। अब हेर्नुस् टीएम बीएस मिल्यो त्यस्तै के रहेछ यी सुगर हैन यस यु जी ए आर सुगरलाई अब पहिला रिभर्स गर्नुस् पहिला आर त्यसपछि ए जी यु यस भयो हैन। अब सुरु र लास्टको चाहिँ सेम राख्ने आर अनि यो पनि एच को एच नै भयो। त्यसपछि बीचको गर्ने प्लस ए गर्ने ए पछि बी आयो जी पछि एच आयो यु पछि बी आयो भनेपछि आर बी एच भी एस हैन। आर बी एच भी एस भनेपछि कुन चाहिँ अप्सन ए इज राइट एन्सर ए भयो। के भयो यसलाई रिभर्स गर्ने रिभर्स भनेपछि पहिला आर लेख्ने त्यसपछि ए गर्ने त्यसपछि जी गर्ने त्यसपछि यु गर्ने त्यसपछि एस लेख्ने रिभर्स गर्ने अनि सुरुको र लास्टको चाहिँ सेम लेख्ने बीचको चाहिँ 1 प्लस गर्ने बी प्लस एमा ए गरे बी पछि ए पछि बी जी पछि एच यु पछि भी भयो हैन भनेपछि अप्सन ए इज राइट एन्सर। अब हेर्नुस् नेक्स्ट क्वेशन के भनेको छ तलको प्रश्नमा दुईवटा चित्र समूहहरू छन्। चित्र 1 र 2 मा एक निश्चित सम्बन्ध रहेको छ। सो सम्बन्धको सूत्र पत्ता लगाउनुस् र 4 को प्रश्न चिन्ह भएको स्थानमा कुन विकल्प याद राख्दा 3 र 4 बीच 1 र 2 जस्तै सम्बन्ध स्थापित हुन्छ हैन। अब हेर्नुस् त 1 र 2 मा के छ 1 र 2 मा के छ ठ्याक्कै मिरर इमेज रहेको छ हैन मिरर इमेज छ। त्यस्तै यसमा चाहिँ के हुन्छ हैन। अब हेर्नुस् त कस्तो छ यो भयो यस्तो भयो हैन। यो भयो त्यसपछि यहाँ चाहिँ 1 भयो त्यसपछि यस्तो भयो हैन यहाँ यस्तो यस्तो छ यहाँ चाहिँ के छ 3 उल्टोपट्टि बी री छ हैन री त्यसो 6 भनेपछि अब यस्तो कुन हुन्छ यतापट्टि वाटर इमेज हैन के रे यो के रे मिरर इमेज हैन वाटर इमेज रहेको छ। वाटर इमेज ठ्याक्कै वाटर इमेज छ मिरर इमेज जस्तो लाग्यो तर वाटर इमेज रहेछ भनेपछि अब चाहिँ के गर्ने यस्तो भएको अप्सन कुनमा रहेछ अप्सन ए इज राइट एन्सर। अब हेर्नुस् त ठ्याक्कै यो तलतिर गयो हैन यो यस्तो र यो पनि तलतिर फर्क्यो वाटर इमेज ठ्याक्कै अप्सन ए इज राइट एन्सर। अब नेक्स्ट क्वेशन के भनेको छ तलका 4 चित्रहरू मध्ये 3वटा चित्रहरू कुनै न कुनै हिसाबले एक समान छन् भने एउटा चित्र फरक छ फरक चित्र कुन हो के रहेको छ 4टा मध्ये 3टा कुनै न कुनै एउटामा रहेको छ अनि चौथो चाहिँ के छ ठ्याक्कै उल्टो छ हैन। अब हेर्नुस् के भएको छ अब हेर्नुस् त ठ्याक्कै अप्सन बी बाहेक सबैलाई एक आपसमा रोटेट गर्न सकिन्छ हैन। जस्तै अप्सन ए मा चाहिँ कस्तो छ यस्तो हैन यस्तो छ यस्तो भयो हैन त्यसपछि यस्तो यो भयो यो सिधा यस्तो छ यस्तो। अब यसलाई चाहिँ यहाँ सेन्टर यहाँ भयो हैन। अब यसलाई यो उसलाई क्लकवाइज रोटेट भयो हैन यो रोटेट भयो। त्यसपछि सी लाई पनि क्लकवाइज रोटेट गर्न सकिन्छ डी लाई पनि क्लकवाइज रोटेट गर्ने तर बी मा चाहिँ के रहेको छ एन्टी क्लकवाइज रोटेट भएको छ त्यही भएर अप्सन बी इज राइट एन्सर।
सबैमा क्लकवाइज हुन्छ, बीमा चाहिँ एन्टी क्लकवाइज भएको छ। अब नेक्स्ट क्वेसन के भनेको छ, तल दिएको वाक्यमा विद्यालयको नाम रहेको छ। वाक्य के छ, गणेश माध्यमिक विद्यालयको स्थापना 2030 सालमा भएको हो। अब विद्यालयको नाम के रहेको छ हैन। अब गणेश माध्यमिक, गणेश माध्यमिक कि गणेश मावि कि गणेश माध्यमिक विद्यालय, अब कुन विद्यालयको नाम के हो पत्ता लगाउनु पर्यो हैन। के रहेको छ, गणेश माध्यमिक विद्यालय रहेको छ हैन। ठ्याक्कै यो स्कुलको नाम भयो गणेश माध्यमिक विद्यालय भनेपछि कुन भयो, अप्सन नम्बर कुन छ 18 को डीमा हैन, डी रहेको छ। अप्सन नम्बर डी इज राइट एन्सर। गणेश माध्यमिक विद्यालय, गणेश मात्र हुँदैन, गणेश मावि पनि छैन, गणेश माध्यमिक विद्यालय। अब आजको सेकेन्ड लास्ट क्वेसन, क्वेसन नम्बर 19 के छ, एक व्यक्ति 3 किलोमिटर पूर्वतर्फ दौड्यो हैन र देब्रेतर्फ फर्केर 4 किलोमिटर हिँड्यो र ऊ सुरुको स्थानबाट सिधा रेखाको दूरीमा कति किलोमिटर टाढा पुग्यो। अब हेर्नुहोस् त, एक व्यक्ति के 3 किलोमिटर पहिला पूर्वतर्फ गयो हैन, यहाँबाट मान्नु थियो भने 3 किलोमिटर कहाँ गयो, पूर्व भन्छ यतातिर हुन्छ 3 किलोमिटर गयो, 3 किलोमिटर गयो। त्यसपछि ऊ चाहिँ के कहाँ गयो, देब्रेतर्फ, देब्रे भनेपछि लेफ्ट, लेफ्ट भनेपछि यतातिर गयो हैन, लेफ्टतर्फ कति गयो 4 किलोमिटर गयो, 4 किलोमिटर गयो। त्यसपछि ऊ सुरुको स्थानबाट सिधा रेखाको दूरी कति टाढा भन्छ, यहाँबाट कति टाढा छ भन्ने निकाल्नु पर्यो। यो 3 र 4 भनेपछि कति हुन्छ, यो 5 किलोमिटर हुन्छ हैन, 5 किलोमिटर। यो कसरी निकाल्ने, h इक्वल टु रुट अन्डर p स्क्वायर प्लस b स्क्वायर गर्ने हैन, पाइथागोरस साथै। p भनेपछि कुन हुन्छ 4 परपेन्डिकुलर 4 स्क्वायर प्लस बेस भनेको 3 स्क्वायर भनेपछि रुट अन्डर 16 प्लस 9 भनेपछि रुट अन्डर 25 इक्वल टु 5 किलोमिटर भयो। 5 किलोमिटर भनेपछि अप्सन बी इज राइट एन्सर। यहाँबाट पहिला पूर्वतर्फ गयो 3 किलोमिटर, त्यहाँबाट देब्रेतर्फ लेफ्टतिर के गयो 4 किलोमिटर भनेपछि 3 र 4 को 5 किलोमिटर भयो सिधा। ल अब आजको लास्ट क्वेसन के भनेको छ, लास्ट क्वेसन, वास्तविक सूचनालाई अर्को ठाउँमा उतार्दा हुबहु उतार्नु पर्नेमा उतार्दा पाइएको सूचनामा केही त्रुटि हुन गएको छ। सूचनाहरूको अध्ययन गरी त्रुटिहरू पत्ता लगाउनुहोस्। यो एकदम सजिलो हुन्छ हैन, यो यहाँको 2 मार्क्स बोनस पोइन्ट जस्तै हुन्छ। खरिदार अनि परदेशतिर चौथो तहमा यस्तो लगभग 2-3टा सोधिरहेको हुन्छ हैन, फाइलिङ गर्ने। त्यसपछि यो फोटोकपीहरू भयो 2टा 3टासम्म सोध्छ, कहिले 4टासम्म नै सोध्छ। भनेपछि लगभग त्यो 8-10 मार्क्स त बोनस पोइन्ट जस्तै भयो, 45 मार्क्समा पास हुन्छ। यति मार्क्स आउनु भनेको एकदम राम्रो हैन। अब हेर्नुहोस् त के छ, वास्तविक सूचना एउटा एक्सक्लामेसन, 2टा 3टा एक्सक्लामेसन मार्क्स छ हैन। त्यसपछि यस वाटर सप्लाई ट्याङ्कको मर्मत गर्नुपर्ने हुँदा वाटर सप्लाई ट्याङ्क नागार्जुन 10 काठमाडौँ 10 दिनलाई बन्द गरिएको छ। अब उतार्दा चाहिँ के भएको छ, सूचनामा त्यहाँ चाहिँ 3टा मात्रै एक्सक्लामेसन थियो, यसमा चाहिँ कतिवटा भयो 4टा एक्सप्लेनेसन भयो हैन। भनेपछि अब के भयो, पहिलो हरफमा 4वटा रहेको छ हैन, 4वटा लाइन। भनेपछि पहिलो हरफमा के भयो, फर्स्ट हरफमा के हुनुपर्नेमा यो 3टा हुने पर्नेमा के भयो 4टा भएको छ हैन, 4टा भएको छ। अनि दोस्रोमा के मिस्टेक छ कि छैन हेर्नुस्, यस वाटर सप्लाई, अब सप्लाईको स्पेलिङ मिस्टेक छैन। 2 नम्बरमा के छ, SUPPLY सप्लाई हुनुपर्नेमा के छ, SUPLY सप्लाई छ हैन। मर्मत गर्नुपर्नेमा पनि मिस्टेक छ हैन। 3 नम्बरमा के अरे 2 नम्बरमा मिस्टेक छ हैन। 2 नम्बरमा अर्को के मिस्टेक छ, गर्नुपर्ने हुनुपर्ने हैन, गर्नुपर्ने हुनुपर्नेमा के भएको छ, गर्नुपर्ने भएको छ हैन, यस्तो भएको छ। त्यसपछि अर्को के मिस्टेक भएको छ, त्यहाँ हुँदा चाहिँ छैन, यहाँ चाहिँ हुँदा चाहिँ भएको छ हैन। के अरे हुँदामा पनि मिस्टेक छ हैन, हुँदामा यहाँ चाहिँ कस्तो छ,
यहाँ हुँदा चाहिँ माथितर्फ छ, यहाँ चाहिँ के छ हुँदा मात्रै छ, चन्द्रबिन्दु छैन। त्यसपछि के छ ट्याङ्कको स्पेलिङ पनि मिस्टेक छ हैन, ए मिस्टेक होइन, यसमा चाहिँ ठुलो टिएएनके ट्याङ्क छ हुनु पर्नेमा, तर यहाँ चाहिँ के छ सानो छ टिएएनके स्मल ट्याङ्क दिएको छ। त्यसपछि अरू के मिस्टेक छ नागार्जुनको स्पेलिङ पनि मिस्टेक छ हैन, NAGARJUN हैन, तर के बनेको छ के भएको छ NAGA नागा RJUNA पछाडि ए थपेको छ हैन, यो पनि मिस्टेक भयो। त्यसपछि तेस्रो हरफमा के छ 10 यस्तो छ तर कस्तो 10 छ यस्तो 10 दिएको छ। त्यसपछि अरू के छ दिन पनि मिस्टेक छैन, दिन चाहिँ यस्तो हुनु पर्नेमा कस्तो छ कस्तो रहेको छ, दिन चाहिँ यस्तो हुनु पर्नेमा यतातिर रहेको छ दिन हैन। त्यसपछि अर्को चाहिँ के मिस्टेक छ काठमाडौँको स्पेलिङ पनि मिस्टेक छ हैन, KATHMAND काठमाडौँ हुनु पर्नेमा के भनेको छ KATH MADU छ हैन, यन छैन MADU कट छ हैन, यो पनि मिस्टेक भयो। त्यसपछि अर्को मिस्टेक चाहिँ के छ गरिएको पनि मिस्टेक छ, गरिएको हैन, यति धेरै मिस्टेक भएको छ। यसले चाहिँ के हुनुपर्ने गरिएका भनेको छ हैन, गरिएका एको हुनु ठाउँमा एका भएको छ हैन। भनेपछि के भयो पहिलो हरफमा 2 हैन, दोस्रो हरफमा 5, सूचना पनि मिस्टेक रहेछ फर्स्टमा, सूचना पनि मिस्टेक रहेछ। अब यस्तो छुट्न सक्छ, अब हेर्दा एउटै जस्तो लाग्छ तर यहाँ पनि मिस्टेक छ हैन, सूचना तर यसमा के भनेको छ सूचना यस्तो सूचना छ। भनेपछि पहिलो हरफमा कतिवटा मिस्टेक भयो 2टा, दोस्रोमा कति 5वटा, तेस्रोमा कति 4वटा, 1 2 3 4। भनेपछि अप्सन ए राइट एन्सर, अप्सन एमा मिल्यो। ल यो चाहिँ ठ्याक्कै आज 2080 सालमा सोधिएको खरिदारको सोलुसन भयो। अर्को भिडियोमा अब खरिदारको अर्को सालमा सोधेको लिएर आउनेछौँ। त्यस्तै हाम्रो युट्युब च्यानल लोकसभाविद एकैयाममा खरिदारमा सोधेको पुरानो आइक्यू जिके हैन, म्याथको, त्यस सुब्बाको प्रदेश 14 तह 5 तहमा सोधेको सबै अपलोड छ। हेर्नुभएको छैन भने हेर्नु होला र सब्स्क्राइब पनि गर्नु होला। हस्, थ्याङ्क यू।